आज बिदाको दिन यसो ब्रेकफास्ट खाउँ भन्ने सोचेको एक्लै के गर्ने खाना त पर्यो बुढी पनि छैन बुढी नेपालमा बुढो जापानमा खाना त परिहाल्यो आज यसो फलफुलहरूको ब्रेकफास्ट गरौँ भनेर स्वास्थ्यलाई पनि राम्रो आफूलाई पनि मिठो पनि लाग्छ यो एभोकाडो हजुरहरूले कसरी काट्नुहुन्छ मैले चाहिँ यसरी गर्छु यसरी धेरै सजिलो हुन्छ यो एभोकाडोको सिड निकाल्न पनि सजिलो हुन्छ यसरी निकाल्दाखेरि अनि यसरी काटेर निकाल्दाखेरि सजिलो छ निक्लिन्छ कि एभोकाडो चाहिँ अनि साल्मन माछा मैले राम्रोसँग डामेको थिएँ त्यसैलाई यसो सलादमा खाउँ भनेर साल्मन माछा पनि खाना हो हेर्नुहोस् यसको काँडा हुन्छ क्या त्यो भएर काँडा निकाल्नको लागि नै हात प्रयोग गरेको मैले हातले यसो छानेको हो मसिनो मसिनो काँडा हुन्छ अनि जुस आफैले बनाउँछु नि प्रायः एक्लै त्यो मिक्सर किन चलाउँ भनेर जुस बनाउने मेसिनमा हाल्छ गरेर एक्लैको लागि ती बनाउनु चाहिँ हातैले यसो बनाएर पिउँछु कि मैले चाहिँ यो जुस चाहिँ यसो गरेर बनाउँछु ग्रेपफ्रुट जुस मनपर्छ मलाई चाहिँ बनाउँछु मेरो सलाद त रेडी भयो धनियाँ पनि लिएर आएको थिएँ सिनोको गएर अस्ति धनियाँ पनि हालेर यसो सबै त्यो मिक्स गर्दा गर्दा बनाउँदा धेरै भएछ यो खान सकिन्छ सकिन्न ट्राई त गर्छु के अरे अब आजको ब्रेकफास्ट चाहिँ हेभी हुने भयो हेर्नुहोस् त मुखै रसाउने खालको भएको छ मिठो होला जस्तो भएको छ हेर्दै जाउँ सबै थोक मिलाएर अब खाने हो हेर्नुहोस् यस्तो भएको छ क्या दामी भएको छ हेर्नु त मुखै रस हो नि कति मिठो भएको छ एक्लै भयो भने अब खाना चाहिँ पर्यो मलाई चाहिँ फेरि हाँसी नै सजिलो लाग्छ खानालाई चाहिँ हाँसीले खाँदाखेरि चाहिँ राम्रो मजा लाग्छ आफूलाई चाहिँ चम्चाले आउँदैन यतिर जान्छ हाँसीले पनि नटिपिने खालकाहरू छन् त यो मकैको चाहिँ सानो दाना हुन्छ दुधिलो मकै हो त्यो चाहिँ चम्चाले खानुपर्ने हुन्छ लास्टतिर खानु लाग्छ त्यसलाई चाहिँ अहिले यो बहुत स्वादिष्ट भएको छ